सो गुड मर्निङ गाइज फेरि पनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। म फेरि भिडियो स्टार्ट गरिसकेको छु। आज चाहिँ के हो भन्ने कुरा आज त सबैलाई थाहा भइसक्यो होला। आज चाहिँ हो हामी नेपालीहरूको महान चाड तिहार भाइटिका। हामी चाहिँ भाइटिकामा भाइहरूलाई हाम्रो टिका लगाइदिन्छौँ र आशीर्वाद दिन्छौँ। तर हाम्रो चाहिँ आज टिका छैन। टिका नभए पनि हामी रमाइलो गर्नेछौँ, बस्नेछौँ, सँगै पार्टी पनि गर्नेछौँ सानो सानो। हेर्नुहोला हामीले चाहिँ पकाउँदैछौँ। दिदीले यहाँ पकाउँदै हुनुहुन्छ मिठो मिठो परिकारहरू। के पकाउनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँलाई देखाउने नै छौँ। हाम्रो खन्दा बाबुले के भन्नुहुन्छ अरे कसरी बोलेको खान्दा बाबुले के भन्नुहुन्छ अरू भन्दैछु मैले राख्दिनँ कि यो उसको मेरो स्कुलको लागि म आफै बोलेको त्यही मात्रै दिनु मात्रै हाम्रो दिदी बोलेको टाइममा पास भिडियो हाम्रो खन्दा पकाउनु पर्यो, खाना पकाउनु पर्यो। त्यस्तै छ हाम्रो तिहार। Langsung kita siap-siap untuk kita pindah ke piring ya. Tapi ayo kita buang मासु चाहिँ पाल्दैछ दिदीले। अब घर बस्दा हाल्नुहुन्छ अनि मासु पाकेपछि अचार बनाउँछौँ। त्यसपछि हामी के गर्छौँ भने दिदी र मलाई थाहा हुन्छ तपाईँहरूलाई। यसो गर्नु हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस्। एक लाइक एक कमेन्ट सक्नुहुन्छ भने त्यति हेल्प गर्नुहोस्। सक्नुहुन्छ भने खेलेर साथ दिनुहोस् न। आज हाम्रो पार्टी चाहिँ डरै पार्टी गर्नु गाइस हामीले। गाइजहरू हामी चाहिँ भित्र पकाउँदै अनि बाहिरतिर चाहिँ रमाइलो गर्दै भिडियो बनाउँदैछौँ। हाम्रो भान्जी नानी चाहिँ नाचौँ न त भन्नुभएको छ। त्यही भएर हुन्छ नि त भनेर म चाहिँ भान्जीसँग नाचेर देखाउँछु। भान्जा बाबु यता लजाउँदै हुनुहुन्छ। भिनाजी यहाँ बस्नुभयो अनि यो मेरो बुढा माइजू भान्जी चाहिँ नाच्यौँ धेरै। अनि त्यसपछि दिदीले चाहिँ यहाँ मासु पकाएर अचार बनाउँदै हुनुहुन्छ। आज चाहिँ राम्रो पार्टी छ नि त हाम्रो घरमा। त्यही भएर गर्मी छ गाइस, के गर्ने। तपाईँहरू पनि तिहार राम्रैसँग मनाउँदै हुनुहुन्छ होला। हजुर नै क्या अहिले नलगाउने, अहिले दिउँसो लगाउने क्या लगापा। यति बिहानले नलगाउनु त अहिले खानासाना खाइरहनु। मैले भिडियो बनाइदिन्छु, टिकटक बनाइदिन्छु मेरो भान्जीको। बाई अहिले आउनुहुन्छ। अब तो गाइज हामी चाहिँ खाना साना खाएर
पार्टी साटी सकेर अब जाँदैछौँ हामी घुम्न। तपाईँलाई हामी घुम्न गएको भिडियो पनि देखाउँछौँ, हेर्दै गर्नुहोला। लाइक कमेन्ट शेयर सब्सक्राइब पनि गरिदिनु होला। हामी चाहिँ अब चल्दैको तलतिर घुम्न साइकलमा। यतिकै एउटा साइकल लिएर हिँड्नुभयो। गाइज हामी चाहिँ घरबाट निस्किसक्यौँ, दिदी म अनि कीर्तन कृतिका भएर। दिदी पनि हिँड्नु भयो। मौसम यति धेरै दामी छ नि। हाम्रो साइकल राइडर अब साइकल चलाउनु पर्ने हुन्छ। भाइजूले यहाँ साइकल चलाउन अब चाहिँ नि मम्मी चलाउन जानु भाइजू सक्नु भएन। मलाई डर लाग्यो गाइस, म कति चलाउँथेँ पहिला होइन। 60,000 उसको के राजकुमारको छैन? त्यसो आठ लाख मैले त चलाउनु हजुरले ट्राई गर्नु। मैले चलाउँछु कि देख्नु न, म चलाएरै छोड्छु यो साइकल। एउटा अगाडिको सबै छोडेको छैन क्या। ल अब चाहिँ मैले चलाउनु भयो ट्राई बनाइदिन्छु नि। हुन्न के भन्नु त चलाउनु त हो। ल राम्रोसित ल सक्सेसफुली भाइजूले चलाउनु भयो। मेरो भिडियो गर्नु भएन। बिर्सेर रहेछ मैले चलाउन। हुन्छ हामी चाहिँ अब घुमेर घरतिर जान्छौँ। अब घर गएर खानासाना पकाउँछौँ अनि त्यसपछि खानासाना पकाएर सुत्छौँ। बाई। घर गएर चाहिँ भिडियो सिडियोहरू चाहिँ बनाउँदैनौँ। अब यतिकैमा अब अन्तिम गरिदिन्छौँ अनि फेरिको भिडियोमा भेटौँ गाइस। ओके बाई।